जय मसीह प्रभुमा हुनुहुने आदरणीय पवित्रजनहरूमा ख्रिस्टियन न्यानो अभिवादन। म एउटा यहाँ सानो वचन लिएर आएको छु। वचनको शीर्षक चाहिँ यस प्रकारको छ, तिम्रो वचन तिम्रो भविष्य। अनि यहाँनिर चाहिँ हितोपदेश 18:21 यसरी भन्दछ, जिब्रोमा मृत्यु र जीवनको शक्ति हुन्छ र जसले यसलाई प्रेम गर्छ त्यसले यसको फल खानेछ। हाम्रो जिब्रोमा जीवन र मृत्युको शक्ति हुन्छ। हामीले बोलेका शब्दहरू सामान्य कुरा होइनन्, तिनले भविष्य बनाउँछन् वा भत्काउँछन्। अनि गलाती 6:7 यसरी भन्दछ, धोका नखाऊ, परमेश्वर ठट्टाको विषय हुनुहुन्न, किनकि मानिसले जे छर्छ त्यही काट्छ। मानिसले जे छर्छ त्यही काट्छ। यदि हामी विश्वास, प्रेम र आशिष छर्छौँ भने शान्ति र आनन्दको फल काट्नेछौँ। तर यदि रिस, श्राप र नकारात्मक शब्द छर्छौँ भने त्यसको परिणाम पनि त्यस्तै हुनेछ। कतिपय समयहरूमा हामी बोल्दाखेरि केही पनि सोच्दैनौँ, फ्याट्टै बोलिदिन्छौँ। अनि ती बोलेको कुराहरू जब लङ टाइम पछि अथवा केही समयपछि जब काट्नुपर्छ नि त्यति बेला चाहिँ एकदमै गाह्रो हुने रहेछ। अनि अर्को वचन फेरि हामी हेर्नेछौँ, मत्ती 12:36 र 37 हेर्नेछौँ हामी। यसमा यसरी लेखेको छ, तर म तिमीहरूलाई भन्दछु, मानिसहरूले बोलेको हरेक व्यर्थ शब्दको विषयमा न्यायको दिनमा हिसाब दिनुपर्नेछ, किनकि तिम्रा शब्दद्वारा तिमी धर्मी ठहरिनेछौ र तिम्रा शब्दद्वारा नै दोषी ठहरिनेछौ। हामीले बोलेको हरेक वचन, हरेक शब्द परमेश्वरको अगाडि गनिन्छ। त्यसैले हाम्रो मुखबाट निस्किने वचन शुद्ध, सत्य र अनुग्रहले भरिएको हुनुपर्छ। अनि अर्को वचन पनि हामी हेर्नेछौँ, याकुब 3:5 यसरी लेखिएको छ, त्यसरी नै जिब्रो पनि सानो अङ्ग हो, तापनि ठुला ठुला कुरा गर्छ। हेर, सानो आगोले कति ठुलो वन जलाउँछ। सानो जिब्रोले ठुलो आगो बाल्न सक्छ, तर यही जिब्रोले आशिष र जीवन पनि दिन सक्छ। त्यसकारण आजदेखि हामी जीवन बोलौँ, विश्वास बोलौँ, आशा बोलौँ। हामी श्राप होइन, आशिष भनौँ। हामी अन्धकारमा होइन ज्योति भनौँ, किनकि जे हामी छर्छौँ त्यही एक दिन काट्नेछौँ। आमेन। प्रभुले धेरै धेरै आशिष दिनुभएको सबैजनालाई जय मसीह।